रोड चाहिँ दामी भयो रोड चाहिँ अरू कुरो त त्यस्तै हो अरू अब थाहा छैन मलाई तर रोड चाहिँ मैले देखिरहेको छु होइन एकदम बवाल भइरहेको छ क्या 6 लेनको बाटो विदेशभन्दा कुनै कम्ती चाहिँ छैन क्या नेपालमा होइन यतिको सरल हिँड्न पाउनु भनेको चाहिँ हाम्रो लागि खुसीको कुरा हो बवालै छ त जस बिस्तारै हुँदैछ नेपाल पनि अब हुन्छ अब होइन एकैचोटि त कहाँ हुन्छ त सबै भने सबै एकैचोटि हुने भएको हो किन अब यत्रो दुःख होइन गैडाको चाहिँ दामी रहेछ यहाँ यतिको चाहिँ अब कहाँ हुन्छ भनौँ न यतिको दामी होइन ठाउँ चाहिँ मैले धेरै पछि आज भिजिट गर्न पाएँ होइन बवाल लाग्यो धेरै दिनपछि भरतपुर आएको यस्तो चाहिँ सायद मैले धेरै लङ टाइम पछि देखेँ होइन फेरि आज मौसमले पनि चाहिँ बवाल साथ दिइरहेको छ यस्तो दिनहरू बवाल खुल्टाएछ बादलहरू माथि माथि होइन टक्क तल तल बस्तीहरू सरर यसरी स्कुटी बाइकहरू कुदिरहेको छ बादलहरू हेर्नु न माथि माथि होइन यस्तो टक्क मान्छेले टिपेर जस्तो होइन टक्क टक्क ठाउँ ठाउँमा क्या थुप्रो 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 यस्तो मिलेर बसेको कि होइन तपाईँहरू अब कहाँदेखि भिडियो हेर्दै हुनुहुन्छ होइन भिडियोलाई लाइक कमेन्ट गर्नु नबिर्सनु होला भिडियो चाहिँ अब अलिकति लामै लामै भएको छ यो भिडियो चाहिँ होइन जस्ट एडजस्ट गरिदिनु होला अनि फलो गर्न नबिर्सनु होला गुरुङ ब्लग्सलाई ल आजलाई भिडियो यति नै सुरत नजारा छ सनसेट हुन लाग्छ होइन हामी चाहिँ बस्नमा लागेको छ यस्तो दामी देखेको छ क्या यति नै हो भ्लग चाहिँ होइन अब यहाँ इन गरिदिन्छु म चार्ज छैन मोबाइलमा जति पनि चार्ज सिक्किन लाग्छ उता गएर आउनु पऱ्यो होइन इमर्जेन्सी फोन चलाउँछ के हुन्छ फेरि म जतिको मान्छेलाई फोन त नआउने पऱ्यो होइन बहुत खतम हुन्छ अहिले नै त्यस्तो के भयो